यी कस्तो भएछ चेक गर्नुपर्छ। तातो छ यहाँ चाहिँ हेर्नु, बाफ उड्दै गरेको छ है। बाफ फर्स्ट बाइट सबैको यहाँ तातो छ नि त, तातो। सो हेलो गाइस, नमस्ते, लास्ट अफ एप्पल, वेलकम ब्याक टु वाङलुकी ब्लग। र तपाईँहरू नयाँ हुनुहुन्छ भने तपाईँहरूलाई पनि स्वागत छ होइन। अन्तखेरि तपाईँहरूले सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनुहोस्। अन्त आजको ब्लग चाहिँ के हो भन्दाखेरि तपाईँहरूले टाइटल हेरेरै चाल पाइसक्नु भइसक्यो होला होइन। अन्तखेरि मैले चाहिँ यो ब्लग चाहिँ इक्जाम पछि बनाएको। इक्जाम चाहिँ सकिसक्यो अस्ति नै होइन। र अस्तितिर चाहिँ अन्तखेरि किन नबनाएको भन्दाखेरि चाहिँ अलिकति बिमार थिएँ होइन इक्जाम सकेर। अन्तखेरि आज चाहिँ अलिकति जाती बग्छु, अन्तखेरि चाहिँ आज बनाउँदैछु है। गाइस आलु छ होइन। अन्त अब आलु चाहिँ उसिनिहाल्नुपर्छ। अन्त उसिनिसकेर अहिले उयो गरिसकेर चाहिँ र गाइस यहाँ चाहिँ आलु पनि रेडी भइसक्यो है। अन्त यहाँ चाहिँ म चाहिँ अब आँटा गुन्नु आँटेको छु। आमाले चाहिँ गुन भन्नुभयो अन्तखेरि होइन। र मैले चाहिँ यहाँ सोहोरै ल्याउनु बिर्सेछु। अन्त मैले फेरि सोहोरा माथिबाट गइकन तानेँ। अन्त अब चाहिँ म मजाले मुस्दैछु है। र यहाँ नानाले चाहिँ उयो के पो आलु काट्नु हुँदैछ। अन्त म चाहिँ अब आँटा गुस्नु आँटेको छु। अब म पानी हाल्छु है। पानी हालिसकेर चाहिँ गुन्नु पर्ने हुन्छ नि त। अब पानी हालेँ मैले चाहिँ होइन। अब गुन्छु मजाले है। आमाले चाहिँ मजाले मुस्न भन्नुहुँदै थियो नि त, त्यहाँबाट मैले मुसेँ मजाले। मुसेँ होइन। अन्त मजाले मुस्दैछु मैले चाहिँ। मेरो हातमा चाहिँ टालिँदै थियो नि त। अन्त मैले चाहिँ यस्तो गर्दै उयो गर्दै मुस्दै थिएँ हो गाइस। र यहाँ चाहिँ मैले मुसिसकेर डो पनि रेडी भइसक्यो होइन। अन्त किमा चाहिँ अब नानाले गर्नुहुन्छ नि त। अन्तखेरि चाहिँ किमाको ड्युटी चाहिँ नानाको थियो। अन्त त्यहाँ प्याज पनि काट्नु भएको थियो होइन, धनियाँ पनि काट्नु भएको थियो। अन्त मैले चाहिँ यहाँ भिडियो बनाउँदै बसिरहेको थिएँ नि त मेरो काम सकेर चाहिँ। अन्त अब यहाँ चाहिँ नानाले चाहिँ हातले नभएर चाहिँ हो ग्लासले कुचाउनु हुँदैछ। हुँदैछ किमा है। यहाँ चाहिँ किमाको ड्युटी चाहिँ नानाको अन्त होइन, किमा पनि। अन्त यहाँ चाहिँ आलुको उयो आँटा छ। अन्तखेरि अब चाहिँ बनाउनु पर्छ हो गाइस। के यो माथि राख्दा हो त्यो गुनेको चाहिँ। अन्त हो त्यो मुस बोलमा कति लिएर आउँछ। कता राख्नु, केमा ठ्याप ठ्याप आँटा पनि ल्याइदिएको हुन्थेन। एउटा चाहिँ रेडी पनि भइसक्यो है। रोटी पो छ त अन्त यसमा त। आमाले बनाउँदैछ होइन यहाँ चाहिँ। अट्छ अड्डा रहेछ। अटे यस्तो हालेर बोट बटाल्दैन। कस्तो यस्तो हालेर बटाल्दैन। गाइस यहाँ चाहिँ आधी पराठा रेडी भइसक्यो होइन। अन्त म चाहिँ यहाँ चाहिँ बसिरहेको थिएँ नि त के भन्दै है। अन्तखेरि चाहिँ म चाहिँ हाँस्दै थिएँ। नानाले चाहिँ के भन्नुहुँदै थियो नि त। अन्त फेरि अब यहाँ नानाले के भन्नुभयो अन्त फेरि मैले माथि हेरेँ। अन्त फेरि हाँस्दै थिएँ है। अन्तखेरि चाहिँ त्यो मेरो चाहिँ केही काममै भएको थिएन होइन।
अन्त म चाहिँ बिचमा गफ गर्दै बसिरहेको थिएँ नि त, अन्त अल्छी लागिरहेको थियो। अन्त फेरि उठेँ मैले चाहिँ होइन। अन्त यहाँ चाहिँ मेरो केही काम थिएन है, अन्त खाने मात्रै काम थियो। त्यही भएर चाहिँ म बसिरहेको थिएँ। यहाँ आमाहरूले चाहिँ बनाउनु हुँदै थियो, अन्त नानाले चाहिँ बेलेको बेलेको गर्नु हुँदै थियो नि त। यहाँ चाहिँ म चाहिँ भन्दै थिएँ नि त, खाइले खाने बेलामा चाहिँ भेट्छु नि ल गाइसहरू भनेर भन्दै थियो नि त मैले चाहिँ। कति भन्ने छ भनेर अब चेक गरौँ ल। 1 2 3 4 5 6 7 8 8 त्यो 9वटा हुन्छ, 10वटा होइन। अन्तखेरि तपाईँहरूले किन यहाँ बनाएको भन्दै हुनुहुन्छ होला होइन। अन्त यहाँ किन बनाएको भन्दाखेरि चाहिँ चुलामा बनाएको चाहिँ एकदम दामी हुन्छ नि त, त्यसको टेस्टै दामी हुन्छ है। अन्तखेरि त्यही भएर यहीँ बनाएको। अन्तखेरि तपाईँहरूलाई कस्तो लाग्छ मेरो भ्लग है, मन पऱ्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन। अझै एउटा यहाँ रेडी भइसक्यो है, यहाँ बेल्दैछ। अब कतिवटा छ र, कति पनि छैन, 5-6वटा होला। गाइस अब हामी चाहिँ टेस्ट गर्न आँटेको छौँ पराठा होइन। यी कस्तो भएछ चेक गर्नुपर्छ, तातो छ यहाँ चाहिँ हेर्नु, बाफ उड्दै गरेको छ है, बाफ। फर्स्ट बाइट सबैको यहाँ तातो छ नि त, तातो। दामी भएछ। अचार बनाउनुपर्छ हौ। मलाई मात्रै देखेको रहेछ। यति बेला खानु पाएको भए दामी हुन्थ्यो है बाबा भएको। आज पनि मेरो बत्ती बिग्रिनु पर्ने। ठिकै छ त्यो। बिपी आयो। ल तपाईँहरूलाई कस्तो लाग्छ मेरो भ्लग है, सब्सक्राइब गरिदिनुहोस्। अन्त म चाहिँ अब यहीँ इन गर्न चाहन्छु होइन। तपाईँहरूले सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनुहोस् मेरो च्यानललाई। बाई बाई।